नमस्कार। म आज हजुरहरूलाई वायु प्रदूषणको बारेमा केही जानकारी दिन जाँदैछु। वायु प्रदूषण भनेको हावामा धुलो, धुवाँ तथा हानिकारक कणहरूको मात्रा बढ्नु हो, जसले हाम्रो स्वास्थ्यमा गम्भीर रूपमा असर पार्दछ। यसको कारण सवारी साधनको धुवाँ, उद्योगबाट निस्किने धुवाँ, फोहोर जलाउने कार्य तथा धुलो धुवाँ बढ्नु हो। वायु प्रदूषणको कारण छाती दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, आँखामा जलन हुने जस्ता समस्याहरू देखिन सक्छन्। यसले हाम्रो फोक्सो, मुटु तथा श्वास प्रश्वास प्रणालीमा दीर्घकालीन रूपमा असर गर्न सक्छ। विशेष गरी बालबालिका, गर्भवती महिला, ज्येष्ठ नागरिक र दीर्घरोग भएका व्यक्तिहरू बढी जोखिममा पर्ने गर्दछन्। यसबाट बस्नको लागि हावामा प्रदूषण धेरै भएको समयमा बाहिर ननिस्किने, निस्कने परेमा मास्कको प्रयोग गर्ने, प्रशस्त रूपमा पानी पिउने, धुलो र धुवाँबाट जोगिने र फोहोरहरू नजलाउने जस्ता उपायहरू गर्न आवश्यक छ। साथै घरमा राम्रो हावा सञ्चार हुने व्यवस्था पनि गर्नुपर्दछ। स्वस्थ जीवनका लागि स्वच्छ हावा आवश्यक छ। त्यसैले वायु प्रदूषण कम गर्न हामी सबै सचेत र जिम्मेवार बन्नुपर्छ। धन्यवाद।